सम्पूर्णमा नमस्कार। म प्रकाश बस्नेत, बीएनबी मेन्टल हाउस इटलीबाट खनादेखि। श्रावणको महिना छ। सोमबार दल चढाउनुहुन्छ र व्रतमा बस्नुहुन्छ र अलिकति यसलाई मेडिकलसँग जोडौँ र व्रत बस्नु फाइदा हो कि घाटा हो भन्ने कुरामा स्वास्थ्यको लागि यो अति लाभदायक हो। व्रत बस्नुपर्छ र व्रत फास्टिङ धेरै प्रकारका हुन्छन्। विकली फास्टिङ हुन्छ, हप्तामा एकपल्ट, त्यो हप्तामा दुईपल्ट बस्नुहुन्छ भने अर्को इन्टरमिडिएट फास्टिङ हुन्छ। कोही 12 घन्टाको फास्टिङ बस्नुहुन्छ, कोही 16 घन्टाको फास्टिङ बस्नुहुन्छ, कोही 10 घन्टाको फास्टिङ बस्नुहुन्छ डेली, होइन। जुनसुकै रूपले नै व्रत गर्दा पनि फास्टिङ गर्दा पनि यो स्वास्थ्यको लागि लाभदायक नै हो। तर यसमा अलिकति ध्यान दिनुपर्ने कुरा के हो भने यदि तपाईँ प्रेग्नेन्ट हुनुहुन्छ, यदि तपाईँ कुनै पुरानो रोगले ग्रसित हुनुहुन्छ, क्रोनिक डिजिज छ, या तपाईँ भर्खरै आमा बन्नुभएको छ, ब्रेस्ट फिडिङ गर्दै हुनुहुन्छ, नानीलाई दुध खुवाउँदै हुनुहुन्छ, या तपाईँ अन्डरवेट हुनुहुन्छ भनेदेखि तपाईँले चाहिँ कुनै पनि किसिमको फास्टिङ गर्न मिल्दैन। तपाईँले आफूलाई आवश्यकता अनुसार तपाईँले खानुपर्छ है। र यदि तपाईँ डायबिटिजको पेसेन्ट हो भने पनि तपाईँले चाहिँ फास्टिङ गर्न मिलेन, तपाईँले समय समयमा खानुपर्छ है त। र अब कुरा गरौँ फास्टिङका बेनिफिट्सहरू। फास्टिङ यानि कि व्रत बस्दाखेरि चाहिँ यसले सबैभन्दा पहिला त तपाईँको अब मानसिक धार्मिक रूपले तपाईँलाई दिमागलाई सन्तुलन रहनु भयो, माइन्डमा एउटा स्पिरिचुअल स्टेबिलिटी आउने भयो है। हामी एकदम चाहिँ धर्मतिर गयौँ, मन्दिरमा गयौँ, पूजापाठ गऱ्यौँ, एउटा मनमा शान्ति हुने भयो, एउटा त्यो फाइदा भयो। त्यसले मेन्टल नीतिले फाइदा गर्यो है त। दोस्रोमा तपाईँलाई तपाईँको ब्लड सुगर त्यसले कन्ट्रोल गर्छ फास्टिङ हुँदाखेरि। त्यसले तपाईँको बडीको एक्सेस फ्याट र एक्सेस ग्लुकोजलाई त्यसले यो बडीले युज गरेर तपाईँको शरीरमा त्यसले एनर्जी युज गर्छ। त्यो तपाईँलाई फाइदा भयो। डायबिटिज हुनु पाएन, तपाईँलाई ओभरवेट हुनु त्यसले दिएन, फाइदा भयो। डाइजेस्टिभ सिस्टम यानि कि तपाईँको पाचन प्रणालीमा फाइदा हुन्छ, रेस्ट पाउँछ र धेरै खानेको नपचेका कुरा छन् भने पनि पच्छ र पाचन प्रणाली पनि केही समयको रेस्ट पाउँछ। यसले बढी काम गर्नु पर्दैन, फाइदा हुन्छ है। र अर्को हुन्छ अटोफेजी। अटोफेजी भनेको चाहिँ सेल टिस्युहरू हाम्रो शरीरका भित्रका जुन कोशिकाहरू हुन्छन् यो आफै रिपेयर हुन्छ है त। बिग्रेको छ कुनै किसिमको भनेदेखि चाहिँ शारीरिक समस्याहरू केही छ भने त्यो अटो रिपेयर हुन्छ, यो फाइदा हो है। अर्को हुन्छ इन्फ्लामेसन हुँदैन, रिड्युस द रिस्क अफ इन्फ्लामेसन। यसले चाहिँ के हुन्छ भने तपाईँलाई कुनै पनि किसिमको इन्फेक्सनहरू चाहिँ हुन दिँदैन फास्टिङ गर्दाखेरि चाहिँ है त। र फाइनली हाम्रो बडीमा चाहिँ एनर्जीको सञ्चार बढ्छ है त। तपाईँलाई लाग्छ होला कि तपाईँले समस्या हुन्छ भनेर, तर तपाईँलाई चाहिँ शरीरमा एनर्जी आउँछ, शरीरमा स्फूर्ति जागेर आउँछ, शरीर हल्का महसुस तपाईँलाई हुन्छ।